हालेलुया। प्रिय मण्डली, हामी आज हामी सुसमाचारको लागि हामी निस्किरहेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो गाडी यस्तो छ, सुसमाचार सुनाउनलाई सजिलो छैन, साह्रै दुःख छ। हामी यस्तो यो खालको तपाईँले गाडी देख्नु भएको छैन होला। पावल पत्रस र पत्थर के अरे डाँडा डाँडामा हिँडेर गएको छ भने हामी चाहिँ अनि यस्तो गाडीमा लु म कहाँ बस्नुपर्ने के हो र? खोइ म त फेरि गिरिहाल्छु नि त होइन। यस्तो गाडीमा अटोमा यहाँ त यो त हो है, यहाँ नदबाऊ है, यो प्रोजेक्टर हो, यो धरिदिनु ल, यो चाहिँ दबाउनु पनि मिल्दैन। ए अटो यो चाहिँ यसलाई चाहिँ काटिएको अटो भनिन्छ। यो हेर्न सक्नुहुन्छ तपाईँले। मानिसहरूले भन्ने गर्छ सुसमाचार चाहिँ सजिलो नै हुन्छ भनेर, तर सुसमाचार सुनाउन चाहिँ सजिलो हुँदैन कहिले पनि। बाटो हेर्नु, यहाँ हाम्रो ड्राइभर चाहिँ हाम्रो यहाँ दाइ हुनुहुन्छ।